नमस्ते सबैजनालाई, म सञ्जय लिम्बू। आजको यो भिडियोमा चाहिँ मर्खुमा हाइक गर्दा गर्दै बोटिङ पनि गर्छु। त्यसपछि मोहिनी झरनामा हाइक गरेर त्यहाँ पनि 2-3 डाइभ हान्दिने हो होइन। अनि त्यसपछि भेडे फार्मतिर जाने हो अनि घर फर्किने हो। हामी चाहिँ अहिले मर्खुमा छौँ होइन। अनि त्यसपछि अहिले चाहिँ टक्क यो बोटिङ गर्ने ठाउँमा जान आँटिरहेको होइन। अनि त्यहाँबाट बोटिङ गरेपछि यसो यताउता सर त्यो यो लेकमा घुमेपछि झर्नातिर जान्छौँ। अहिले यहाँ हिँडिरहेको छु, टक्क मेरो पछाडि चाहिँ लेक छ होइन। यो जङ्गलको बाटोबाट बोटिङ गर्ने ठाउँमा जाने अहिलेको मेन अब्जेक्टिभ हो। अनि बोटिङ एरियामा गएपछि बोटिङ गर्नुपर्छ। अहिले चाहिँ त्यतातिर टक्क कति 3 किलोमिटर जति छ त्यहाँ पुग्न बोटिङ एरियामा। अनि त्यही हो। कता छ यतातिर छ है ताल देखेन यार। उही हो ताल चाहिँ। अहिले चाहिँ यहाँ धुलो छैन यो बाटो चाहिँ एकदमै। अनि बोटिङ गर्ने ठाउँ चाहिँ आइपुग्नु लाग्यो। हिँड्दै गइसकेपछि चाहिँ एउटा चौरी जस्तो ठाउँ आयो क्या। यो होइन चौरी जस्तो ठाउँ चाहिँ। अनि त्यो मर्खुको त्यो ताल भनेको चाहिँ यही हो होइन। यहाँ हल्का लाइटले देखेन, सुनसान रहेछ। यहाँ शान्ति छ, काम छ, काम के रमाइलो छ। मान्छे थोरै रहेछ। बोटिङ गर्ने ठाउँ यहीँ रहेछ नि त। बोटिङ गर्ने ठाउँ आयो होइन। अनि ताल चाहिँ यही हो, तालहरू यही भयो। सर गएर बोटिङ हान्नुपर्छ। बोटिङ गर्ने ठाउँ यही हो। एउटा दामी सर्टको लागि त्यहाँसम्म हिँडेर जानु कस्तो झ्याउ। बोटिङ गर्ने ठाउँ आइसकेपछि होइन यस्तै छ। ताल ठुलो छ होइन। अनि टक्क अहिले टक्कै हिँड्नुपर्छ। अहिले भर्खरै बिहानको 8-8:30 बज्यो होइन। मर्खु चाहिँ यस्तै छ। फिसिङ पनि गरिरहेको रहेछ मान्छेले होइन। त्यहाँ हाई गऱ्यो यता अर्को कहाँबाट आयो अब रमाइलो रहेछ। अझै पानी क्लियर हेर्नु नजिकबाट हेरौँ है। बोटिङ गरिदिने हो होइन। दाजुहरूले सोध्नुपर्छ कति छ। दाजु यहाँ बोटिङको कसरी हो? अहिले आएको छैन? कति बेला लाग्छ दाजु? 9:30 बजे? 9:30 बजे रहेछ यहाँको खुल्ने टाइम। 9:30 बजे रहेछ नि त। अहिले कति बज्यो? आधा घन्टा पछि आउँछ। के अन्त त्यसो भए आधा घन्टा यतै बस्ने? खानजाने हो एकदम यसो यतातिर डुलौँ न। घरलाई अप एन्ड डाउनको पैसा तिर्नु पर्यो नि यहाँ। हजुर यहाँबाट 1 वे तिर्यो, 1 वे तिरेर जाने झरना पुगिसकेपछि झरनाबाट त्यहीँबाट
क्रस भइसक्यो तपाईँ भेडेफार्म त्यो मार्गको त्यो जुन ब्रिज छ नि त्यो झोलुङ्गे पुल झोलुङ्गे पुलबाट क्रस भएर आइसकेपछि त्यहाँबाट 15-20 मिनट जति त माथि हिँड्यो भने त्यो त्यहाँ सोध्यो भने तपाईँलाई जसले पनि बताइन्छ भेडेफार्म त्यो माथि नै हो घुमेर फर्क्यो भने तपाईँ 1-1.5 घन्टामा आइपुगेर फर्किँदाखेरि पनि कताबाट फर्किँदाखेरि चाहिँ के भेडेफार्म हुँदै फर्किँदाखेरि कुन बाटोबाट आउनु पर्यो यता एकजना दाइले टक्क काका के हो भन्नुभयो होइन अहिलेको प्लान चाहिँ यहाँबाट बोटिङ गरेर यता पारेतिर जाने अनि यहाँ पारेतिर पुगिसकेपछि चाहिँ मोहिनी झरनातिर काका जाने बाटो चाहिँ त्यस्तै 1 घन्टातिर हिँड्दै गयो भने हाइक गयो भने पुग्छ होइन भनेपछि दाजु अब हामी यहाँबाट बोटिङ गरेर उतातिर जान्छ होइन अनि खोल्चीभित्र छोडिदिन्छ होइन त्यो खोल्चीभित्र त्यहाँबाट हिँड्ने बाटो छ है त्यहाँबाट बाटो त्यही देखिरहेको बाटो छ त्यो बाटोबाट ठ्याक्क रोड भेट्छ तपाईँले त्यो माथि पुगिसकेपछि त्यो डाँडा त्यो माथि पुगिसकेपछि स्कुलको मुनि ठ्याक्क रोड छ त्यो रोड उता जाने त्यहाँ भेडेफार्म पुगेर हामी होइन अनि त्यहाँबाट फर्किँदा चाहिँ कुन बाटो हुँदै आउँदा सजिलो तपाईँ त त्यहाँबाट क्रस भएर जान्छ नि त झोलुङ्गे क्रस भएर मार्को पुग्छ त्यहीबाट सोध्नु तिनीहरूले बताइदिइहाल्छ नि यहाँबाट जाने यसो भन्छ तिनीहरूले भनिहाल्छ त्यहाँबाट यता क्रस हुन्छ तपाईँ यता वारे आइपुग्नुहुन्छ हजुर उनीहरूले लोकेसन बताइदिइहाल्छ नि त्यहाँबाट अलिकति अलिकति माथि जानुपर्छ कि ठिकै छ यस्तै अलिक माथि जङ्गलमा छ होइन अनि माथि पुगिसकेपछि अनि फेरि ठुलो यस्तै ठुलो एरिया छ नि त्यस्तो घना जङ्गल त्यस्तो छैन है डराउनु पर्ने त्यस्तो डराउनु पर्ने होइन त्यही गाडी चल्ने रोडै हो तपाईँ रोडै जाने मेरो मोहन कुमार मुक्ताङ खै त दाइहरू आउनु भएन बोटिङ दाइहरू दुईजनाको कति हुन्छ दाजु गएर कता भने त्यो झरना जाने तपाईँलाई सजिलो हुन्छ त्यहीँबाट त्यसो भए माथि नै पुऱ्याइन्छ ल 400 रुपियाँ दिनु 400 रुपियाँ एकजनाको 400 दुईजनाको मात्र 400 दुईजनाको 400 रुपियाँ ल दाजु धन्यवाद है एकदम अनि युट्युबमा भ्लग त्यो हेर्नु मन छ भने चाहिँ सञ्जय हाइक सर्च गर्नु है सञ्जय हाइक यसरी सर्च गर्नु न सञ्जय JAY अनि हाइक HIK यही हो दाजु ल दाजु धन्यवाद है एकदमै ल हामी लाग्यौँ दाजु ल हुन्छ दाजु एकदम यस दिदीको पछाडिको त्यो सिटमा बस्नु हुन्छ भित्र त पानी रहेछ नि के हो धन्यवाद दाजु हाइट ल दाजु हामी लागेको ओहो युजुअली लाइफ ज्याकेट नेपाली हो नि त हामी अब हामी चाहिँ लागेको कतातिर झर्ना भएको ठाउँतिर जान आँटेको हो तर यहाँ भिडियोमा आउँदा केही फरक पर्दैन नि तपाईँहरू चाहिँ कताजना आँट्नु भएको नि मार्कु माछा बोक्न आएको ए सधैँ यहीँबाट आउनुहुन्छ जानुहुन्छ यहाँबाट जाँदा बोटिङ गर्दै जाँदाखेरि चाहिँ ठिक छिटो हुन्छ सधैँ यहीँ हो माछा पर्यो भने सधैँ आउँछु माछा बोक्नु भएको छ तपाईँले अहिले अहिले त उहाँ अफिसमा पुऱ्याएर आइसक्यो बाबु पुऱ्याउनु जाने बाइले बडाले माछा लानुहुन्छ तयारी थापेर अनि यहाँ चाहिँ पुऱ्याउनु माछा चाहिँ कहिले समय सक्नु भएको नि तपाईँहरूले आजै समाउनु भएको माछाहरू हजुर आज बिहानै समातेर हजुर कति किलो जति माछा समाउनुहुन्छ नि आज चाहिँ खै कति किलो छ बाबु आज 43 किलो आम्मामामा यही तालबाट सामान भएको ए 43 किलो टन्नै हो त एउटै 8-10 किलोको आम्मामामा हजुर मार्को भने नि यही ठाउँ होइन र कि त कुले खाने यो चाहिँ कुले मैले त यही कुले खाने होला यही मार्खु होला भन् ठानिरहेको हजुर अन्त हामीलाई थाहै छैन अब हामी होइन फर्किँदा यहाँबाट यस्तरी जाने ब्रिज छ नि उताको त्यहाँ ब्रिजबाट कटेर यस्तो हिँडेर आएर उता हामी खासमा चाहिँ
यहाँबाट त्यो मोहिनी झरनामा पुगेर भेडे फार्मतिरबाट घुमेर जाने भनेको क्या अब तपाईँ झरना यहाँबाट झरना जानुहोस् झरनाबाट त्यहाँबाट साइकल टेक्निक बाटै छ तपाईँको मार्गमा झोलुङ्गे पुल हुन्छ त्यहाँबाट मार्ग पुग्नुहोस् मार्गबाट बेरा फारम जाने भयो अनि त्यही मार्गबाट बेरा फारम जाने भयो हाइकिङ तपाईँको लगभग 1 घन्टा लाग्छ अनि त्यहाँ भेडे फार्म पुगेपछि फर्किने बेला चाहिँ कस्तो बाटो हुँदै तपाईँको हाइकिङ फर्किनुहुन्छ भने त्यस्तै हो मूल बाटो जहाँबाट यहीँ आउनुहुन्छ भने तपाईँको बेलुकी बस आउँछ मार्गबाटै बस यहाँ कलङ्कीमा आउनुहुन्छ भने अब हामी त्यहाँ भेडे फार्म हुँदै घुम्यौँ भने चाहिँ ठिकै छ फेरि त्यहाँबाट यतै आउने भए चाहिँ तपाईँलाई कल गर्छौँ नि हामी त्यो सानो घर जस्तो चाहिँ ए पालेहरू के चोरी हुन्छ र माछाहरू ए त यहाँ चोरी भएर चाहिँ त्यो घर जस्तो ठाउँमा चाहिँ पालेहरू बस्छन् ए माछा पाल्ने ठाउँ चाहिँ ओहो ए डोरीले आइया अन्त यो के को डोरी हो एकछिन तर्सिएर के भएको भइरहेको धन्न तिम्रो उडाएन यो क्यामेरा अघिको जिप लाइन त्यही खै कता यही त नि अनि जिप लाइनको चाहिँ कति लिन्छ नि पैसा 2500 रुपियाँ अब 2500 त्यहीँ बसेर खाना यताउति खायो भने 3500 ओहो त्यो होला त्यहाँ जाएर खाने आन्टी त्यता होला होइन बोट राख्ने ए ऊ त अब त पुग्यो यहाँ टायर है ठुलोहरू अड्किने निकाल्ने धुलो होइन हौ लेउहरू होला धुलो ओ आयो अब उठ्ने हामी चिप्लेलाई एकछिन ल धन्यवाद दिदी ल हुन्छ दिदी एकैछिन है ए नम्बर एकछिन है 98 म कल गर्छु दाजु धन्यवाद जमजम त दिदीहरू जानुभएछ हस् धन्यवाद दाइ हामी भर्खरै बोट 10 मिनट जति तरेर मोहिनी झरनातिर गइरहेछौँ है मात्र समाउने दाइहरूले चाहिँ टक्क त्यहाँ जाली सफा गर्नु भएर चाहिँ गुड्दै स्टिकले त्यस्तै हो हामीलाई नि बाटो थाहा छैन होइन त्यहाँ दिदीहरू पनि त्यहाँ झरनातिरै नजिकैतिर घर रहेछ दिदीहरूलाई पछ्याउँदै अब हामी आफ्नो बाटो लाग्छौँ त्यहाँ झरनातिर यो बाटो चाहिँ हामी अघि भर्खरै त्यहाँबाट तर्दै आएको हो होइन अनि त्यतातिर मान्छेहरू चाहिँ कुन बेलामा चाहिँ धेरै सबभन्दा बढी आउँछ नि दिदी ए शनिबार ए ए यहाँको मान्छेहरू हाम्रो तेल तर्नै छ ए यो गाउँको त त्यहाँ के अरे पाटन बखाटा टोलै भर्या छ हामी हल्का चाँडो गयौँ है त आन्टीहरू है दाहिने ए हुन्छ त्यहाँ माथिको दिदीहरूले हामीलाई धेरै हेल्प गर्नु हजुर हुन्छ ल हुन्छ धन्यवाद है एकदमै त्यहाँ दिदीहरूले चाहिँ हामीलाई बाटो देखाइदिनु भएन त्यहाँ तलको दिदीहरूले अब यस्तै बाटोबाट अब यही भन्ज्याङ हुँदै मूल बाटोतिर आउँछ अनि मूल बाटो आइसकेपछि चाहिँ दाहिने लिएर जाने रे दिदीहरू त्यहाँ आउनुहुन्छ बाटो चाहिँ यस्तो छ
बोटबाट झरेको हाम्रो 10 मिनट जति भइसक्यो होइन। हामी यहाँ माथितिर आइपुगिसक्यौँ। यो भन्ज्याङ हुँदै होइन। ए अब चाहिँ मूल बाटोसम्म पुग्न चाहिँ 5-10 मिनट फेरि अझै त्यसै लाग्छ होइन। त्यतिखेरसम्म हेर्दै बस्नु होला। मूल बाटो आउन आँट्यो होइन। यहाँ माथिबाट हामीले मजाले मर्कुको ताल देख्न सक्छौँ होइन। 20 मिनट जति भयो होइन। हामीले त्यहाँ बोटिङ गरेर यहाँ माथितिर लागेको। अनि त्यहाँ तलदेखि चाहिँ मूल बाटोसम्म आइपुग्नुपर्छ भन्नुभएको त्यहाँको दाइ दिदीहरूले। अनि मूल बाटो चाहिँ आयो क्या ठ्याक्कै। यो मूल बाटो चाहिँ अब मूल बाटोबाट दाहिनेतिर लाग्यो भन्नुभएको छ हामीलाई। अब त्यही दाहिनेतिर लाग्ने हो। हामी चाहिँ यहाँदेखि बोटिङ गर्ने ठाउँबाट बोटिङ गर्दै 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 चाहिँ यता तलतिर कता पुगेपछि हिँड्दै हिँड्दै यहाँ माथिसम्म मूल बाटोसम्म आइपुगेको होइन। मोहिनी झरना यता हो। नानीहरू मोहिनी झरना कता हो? यही बाटोबाट जान्छ? अरेन्ज कलरको हो? ए ल धन्यवाद। हाई भन्दैन क्यामेरामा। बाई भन अब। ल सानो बहिनीहरू नानीहरूले चाहिँ टक्क हामीलाई बाटो देखाइदियो होइन। मोहिनी झरना चाहिँ अब त्यो मूल बाटोबाट 10-15 मिनट हिँडिसकेपछि टक्क आउँछ होइन। मोहिनी झरनाको सर्टकट चाहिँ यही हो होइन। यहाँ बोर्ड देखिरहेछ। ल जब मोहिनी झरना आयो है। मोहिनी झरना हेर्ने हो। हो त्यही हो है झरना चाहिँ। अब हामी पौडी खेल्ने भने त्यहाँतिर होला त्यतातिर। ल यो मोहिनी झरनामा चाहिँ आइपुग्यो होइन। यहाँ टिकट काउन्टर पनि रहेछ। टिकट काटेको चाहिँ एकजनाको 25 लिँदो रहेछ। धेरै मान्छे रहेन छ होइन। 5-6 जना देखिरहेको छ। ऊ त्यसै अब लुगा खोजेर डाइभ हानिदिइहाल्ने हो क्या। आजको डेस्टिनेसन भनेको यही झरना। पुरुषको चेन्जिङ रुम चाहिँ यस्तो छ है। त्यस्तो छ झरना चाहिँ यस्तो छ है। मोहिनी झरनामा मोहिनी झरनामा चाहिँ आइपुगिसक्यो होइन। झरना यस्तै छ। यो चाहिँ तलको पानी होइन हल्का जमेको पानी। झरना चाहिँ त्यो माथिको झरना चाहिँ। अब लुगासुगा चेन्ज गरेर यसो पौडी खेल्नुपर्छ। चिसो ठाउँमा अब टाइम हाल्नु आउँछ है। यो क्यामेराहरू पनि लगाउँछ क्या। ठिक लाग्यो क्या। यो मोहिनी झरनामा चाहिँ जुन पनि सिजनमा नि आउँदा हुँदो रहेछ होइन। ल नजिकबाट चाहिँ मेन मोहिनी झरना चाहिँ यो होइन। मात्रै त्यो हावाको फोर्स आइरहेको थियो क्या। यता स्प्रे जस्तो आइरहेको थियो क्या त्यहाँबाट छार है। पानी मोहिनी झरनामा हल्का भिजेर हामी फर्किरहेको छौँ है। हेर न क्या गएर हेर न। अन्त लास्ट एकचोटि पौडी खेल्छ होइन। अब त्यो झरनाबाट अब हामी हेडे फार्मतिर लाग्छौँ होइन।
मोहिनी झरनाबाट फर्किँदा चाहिँ स्ट्रिम पनि भेट्न सक्छौँ होइन। यहाँ छ स्ट्रिम, पानी चिसो। कस्तो क्लियर पानी। अब चाहिँ पानीवाला बाटो है हो। कसरी जाने? ए यहीँबाट जाने नि। यो ढुङ्गा माथिबाट चढ्दै जानुपर्छ अब चाहिँ जमै। हो जुत्ता भित्र के हो? कति हो अहिले हामी हिँडेको मोहिनी झरनाबाट झरेको 20 मिनट हो कि 25 मिनट जति भइसक्यो है। त्यही डाँडाहरूबाट हिँड्दै अहिले हामी यो डाँडाको पारी पुगिसक्यौँ होइन। अब यहाँबाट डाँडा घुम्दै गएपछि चाहिँ भेडे फार्म पुग्छौँ। अब उकालो लाग्नुपर्छ। हावा नि खतरा चलिरहेको छ है। ठाउँ चाहिँ यस्तो छ। भेडे फार्म पुग्न कति बेला लाग्छ अझै? हजुर 1 घन्टा जति अझै लाग्छ। कताबाट? यहाँबाट पनि जानु मिल्छ? ए यहाँबाट सर्टकट हो कि बाटेबाट जाने कि अरू के यता? हजुर यही रोडमा ट्याक्क निक्लिन्छ। ए धन्यवाद दाजु। भर्खरको दाजुले चाहिँ अब अर्को बाटो देखाइदिनु भएन, हल्का सर्टकटको बाटो यस्तो छ। सर्टकट जाऊँ ल। ए हस् दाजु, हुन्छ दाजु। यहाँबाट त बाटो नछोडी गइराख्नु पर्यो होइन? ल हस् दाजु ल। बाटो चाहिँ खतरा यस्तो आयो है। दाजुले त सिधै यहाँ आउनुहोस् भनेर पुरा हामीलाई त पधार्नुहोस् भन्नुभयो जस्तो देखाइदिनु हो बाटै। के हो दाजुले त यो बाटो भन्दैमा हामीलाई त खेतबारीमा पुऱ्याइदिनु भयो क्या हो? खेतबारीमा छौँ हामी अहिले। अब कुन बाटो हुँदै जाने हो? अब अर्को यहीँकै लोकल गाउँले मान्छेहरूलाई सोध्नुपर्छ होइन कता हो? बोका बोकाहरू भाग्यो। बिचको जङ्गलको भित्रको बाटोबाट यस्तो ठाउँमा आइपुगेछ होइन। ढुङ्गाहरू ओहो ढुङ्गाको बाटो जाने यहाँ। यो खतरा ठाउँ आयो यार। यही बाटो हुँदै अब त्यस्तो त्यो ट्रेलबाट जानुपर्छ। घरको बिच बाटोबाट गइरहेछौँ है। ए अङ्कल हामी त भेट्दा लागेको भेडे फार्म को यहाँको अङ्कल। हामी अब यो डाँडा पुरा यो बिचको ताल पुरा घुमिसक्यौँ होइन। हामी सुरुमा उता थियौँ होइन, झर्ना घुमे सर यता आइसक्यौँ। यताबाट आएर यो बाटो आइपुगिसक्यौँ। भेड चाहिँ यस्तो भेड छ है, केही छैन तल। ए आइल्यान्ड जस्तो पनि छ है त्यहाँ ठाउँ सानो। आन्टी भेडे फार्म जाने यही बाटोबाटै हो? ए भेडा फार्म यहीँबाट जाँदै पुग्छ है? ए हस् धन्यवाद। भाइमा पुगेँ म। अब चाहिँ खतरा लागिरहेछ। झोलुङ्गे पुलको बाटोबाट नै जान मिल्दो रहेछ है। लेक चाहिँ यहीँ छ।
यो चाहिँ भेडे फार्म जाने बाटो हो होइन। हामी यहाँबाट उकालो चढ्दै चढ्दै अब 1 किलोमिटर जति मात्र छ भेडे फार्म पुग्ने बाटो होइन। यहाँ पुग्नको लागि चाहिँ रोडैबाट जाने हो भने चाहिँ लास्टै स्नेक छ क्या, एकदमै घुमाउने बाटो छ होइन। तर हिँडेर जाने भए चाहिँ सर्टकटहरू पनि टन्नै छ है। हाइक जाँदै हिँड्ने हो भने चाहिँ यहीँको लोकल मान्छेहरूलाई सोध्दै कहाँबाट हो सर्टकट भनेर जान मिल्छ। तर घुम्दै जाउँ न भन्ने मान्छेहरूलाई चाहिँ रोड हुँदै भ्यू हेर्दै जानु चाहिँ रमाइलो हुन्छ। तर आज चाहिँ म बेलुका फर्किने हो, त्यही भएर चाहिँ चाँडै यो सर्टकटबाट पुगेर भेडे फार्म हुँदै अब फर्किनुपर्छ। यो भेडे फार्म पुगिसक्यो होइन, यहीँ अगाडि हो। आयो भेडे फार्म। भेडे फार्म आयो, यही होला ल। भेडे फार्म चाहिँ यही हो, तर हेर्दाखेरि त रमाइलो देख्दो रहेछ होइन। तर मान्छेहरू लास्ट फोहोर गर्दो रहेछ यहीँ। के हो यो फोहोरहरू? सबै प्लास्टिक फालिरहेको रहेछ, बोतलहरू। पुरा त्यहाँसम्म छ भने फोहोरहरू ल। हो फोहोर फ्याँक्ने पारा चाहिँ भएन। भेडा फार्म चाहिँ यही हो। भेडा फार्म चाहिँ यही हो होइन। राम्रै देख्छ होइन, हल्का सिनहरू चाहिँ राम्रै छ, ठिकै छ होइन। अहिले आउनु चाहिँ पर्छ है एकचोटि। तर यहाँ फोहोरहरू फालेको देखेर चाहिँ हल्का कस्तो अर्कै लाग्यो होइन। ठाउँ चाहिँ यही हो, भेडाहरू पनि त्यहाँतिर रहेछ। अब फर्किनुपर्छ। अब हेर्दै फर्किँदा कति बेला लाग्छ। स्कुटी भएको ठाउँमा जानुपर्छ। अब त्यो बोटिङ सुरु गरेको ठाउँ आइपुग्न चाहिँ 1.5 घन्टै लाग्छ होला सायद। त्यतिको पनि रमाइलो छ। त्यो चाहिँ यहाँ भेरेटार माथिबाट देख्ने ताल हो होइन, मर्खुको। अनि खोइ त्यो झुलुङ्गे पुल चाहिँ अघि म हिँडिरहेको ठाउँ हो, त्यहाँबाट यहाँ माथि आइसक्यो। हामी अब यहाँ डाँडा पारीबाट पुरा घुम्दै होइन, ननस्टप हिँड्दै अब बल्ल आउन आँटिरहेको छ होइन। अब हामीले त्यो स्कुटी राखेको होटल चाहिँ अब त्यस्तै 500 मिटर जति छ। अनि बल्ल त्यहाँ आइपुग्छ होइन। अब अझै 10 मिनट जति लाग्छ हिँड्दै। त्यसपछि स्कुटीबाट सर अब घर जानुपर्छ होइन। तर आजको दिन चाहिँ हामीले सुरुमा मर्कु पुगेर बोटिङ गऱ्यौँ होइन। बोटिङ गर्दै हामी मोहनी झरना जाने बाटोमा चाहिँ त्यो बोटिङवाला दाजुले त्यहाँ छोडिदिनु भयो हामीलाई। अनि त्यसपछि त्यहाँको दिदीहरूले हामीलाई बाटो देखाइदिएर मोहनी झरना पुग्यौँ। अनि त्यसपछि मोहनी झरनाबाट हिँड्दै हामी भेडा फार्म पुगेर अब यहाँ हाम्रो हाइक टुङ्गिन आँट्यो। यही होटलबाट हामीले सुरु गरेको होइन हिँड्न। अब यही होटलमा चाहिँ हामीले पुरै यो तालको नै राउन्ड हानेर बल्ल यहाँ आइपुग्यो ल। आजको भ्लग चाहिँ यति हो। आजको हाइक सिद्धो दामी। बाई बाई। अर्को भिडियो फेरि अर्को पालि आउँदैछ।